हेलो एन्ड नमस्ते वेलकम माई युट्युब च्यानल। म आज फेरि धेरै पछि मेरो युट्युब च्यानलमा चाहिँ हैन आएको छु है। तपाईहरुले फेरि के छ सेल आइरहेको छ है देखाउनको लागि। यहाँ म चाहिँ सी साइडमा यहाँ नि जुत्ताहरु छ है। जुत्ताहरु समरको लागि चाहिँ एकदमै स्पेशल जुत्ता रहेछ। 30 युरो। यता के रहेछ यता हेरौँ है। यहाँ नि सेल रहेछ। एडिडासको 49 युरो। राम्रै रहेछ नि सबै। मगुन रहेछ नयाँ है यो 69 रे। नाइकको 79। खासै राम्रो त होइन फेरि पनि महँगो रहेछ यो। यो कति छ पुमाको यसको? अस्ति त कति हो सस्तो माथि थियो 65 त धेरै महँगो भयो नि त। अस्ति फ्लिपकार्टमा धेरै एकदमै सस्तो थियो त। ठिकै यही हो मैले त। नाइकको जुत्ता हेरौँ न त 64 महँगै छ। वाउ कति रहेछ पैसा यसको? ठिकै छ है। ओहो छोरीलाई मनपर्ने चाहिँ हिल चप्पल यहाँ रहेछ त। 30 युरो 20 युरो 20 युरो ठिकै हो यतिको। ब्ल्याकमा रहेछ नि। ब्ल्याकमा अलिक मन पर्दैन छोरीलाई। राम्रो रहेछ। राम्रो रहेछ। ओहो सानो साइज कस्तो राम्रो है। यो पनि ठिकै छ प्राइस चाहिँ पुमाको। पुमाको चाहिँ पोलो टी सर्टहरूको प्राइस कति छ त हेरौँ है। 20 युरो 19.99। ठिकै छ प्राइस चाहिँ होइन। यो चाहिँ तपाईँ च्याम्पियनको रहेछ। प्राइस पनि ठिकै छ लगभग सबैको प्राइस एउटै रहेछ। पोलो टी सर्टको एकदम राम्रो छ। रिबुकको पनि पक्कै पनि त्यही नै हो प्राइस चाहिँ। अलिकति नयाँ रहेछ है पोलो टी सर्टहरू। कति रहेछ त एडिडासको क्यापको चाहिँ प्राइस यहाँ लगभग सबै चाहिँ सबै ठाउँमा एउटै होला प्राइस। 17.99। ठिकै हो राम्रै रहेछ कलर पनि। जारामा चाहिँ कतिको सेल छ त आज योपालि यहाँ। जारामा चाहिँ समरको चप्पलहरू आइसकेको छ है। 39 युरो। यो महँगो रहेछ। अझै पनि सेल लागेको रहेछ।
जुन त लाग्यो जुलाई पछि चाहिँ अझै बढी मात्रामा सेल लाग्छ जुलाईमा पनि तपाईँको चाहिँ देखाउनेछु म होइन भिडियोहरू कतिको चाहिँ सेल लाग्छ अहिले त्यो टाइमको चाहिँ कतिको फरक पर्छ पैसा होइन सेलमा यो ज्याकेट के अरे कोटहरू पैसा महँगै रहेछ सेन महँगै छ पनि ठिकै छ यतिको प्राइस मिठो रहेछ राम्रो सेलमा रहेछ 19 मा व्हाइट सुज अब जाराबाट पनि निस्किनु पर्यो बाहिर खासै सेलमा रहेछ हामी यहाँ चाहिँ बुढाबुढी यसो हल्का घुमघाम पनि गरौँ होइन माइन्ड फ्रेस नै हुन्छ उसको डे अफ पनि आज त्यही भएर रमाइलो छ आज हामीलाई दुईजना धेरै भयो सँगै नहिँडेको अब टिफोसी म पनि एकदमै सेल देखाएको छ हेरौँ है कतिको सेल रहेछ त यहाँ सबै सेल ध्यान लेखेछ होइन प्यान्टहरू राम्रै रहेछ अब समर सुरु हुँदैछ त्यो भएर चाहिँ अब हाफ प्यान्टहरू खासै त्यति धेरै सेल त लाग्दैन हाफ प्यान्ट लागेछ अलिक पछि हो सेल लाग्ने राम्रो रहेछ कपडाहरू राम्रो आएछ है टी सर्टहरू चाहिँ एकदम मन पर्यो मलाई तर सेल त भनेको छ तर त्यति धेरै सेल चाहिँ छैन है अब तपाईँको चाहिँ जुन हो अहिले जुलाई पछि अलि सेल लाग्छ कि टी सर्टहरू रहेछ टी सर्टहरू कति छ त्यसको प्राइस 799 ठिकै छ प्राइस यतिको चाहिँ यो प्राइस पनि ठिकै छ टी सर्टहरू नि राम्रै रहेछ अब खासै किन्नु पनि जरुरी छैन त्यतिकै होइन तपाईँहरू लागि चाहिँ तपाईँहरूले चाहिँ कतिको सेल छ त होइन विदेशमा कतिको चाहिँ कति प्राइसमा पाउँछ त टी सर्टहरूलाई भनेर चाहिँ हेर्नुहुन्छ कि भनेर मैले चाहिँ यो होइन यसो भिडियो बनाएको मात्रै हो है अब हेर्नुहोस् इन्जोय गर्नुहोस् नेपालमा कतिको चाहिँ फरक पर्छ कपडा त लगभग उस्तै नै होला हुन त अलिकति फरक त पर्ला होइन नेपाल र विदेशमा चाहिँ होइन तर पनि पैसा चाहिँ धेरै फरक पर्छ जस्तो लाग्छ मलाई चाहिँ नेपालको हेरेर यहाँ चाहिँ अब जुत्ताहरू नि हेर्नु चाहिँ अब सुजहरू पनि टोसिफोको सुजहरू राम्रै छ प्राइस पनि यतिको नट ब्याड होइन 20 युरोमा यतिको चाहिँ राम्रै हो 20 युरो स्पोर्टमा रहेछ एउटा अर्को चाहिँ एउटा चाहिँ यो पनि राम्रै छ यसको चाहिँ डिजाइन पनि तपाईँको चाहिँ 1999 मा राम्रै हो त्यो प्राइस होइन त्यतिको देखाउँदा तपाईँको चाहिँ 60% भन्छ भनेको छ आठ लेखेको छ नि त होइन त्यो चाहिँ यति भित्रको भनेको छ भनेर तर ठिकै छ नट ब्याड होइन प्राइस चाहिँ त्यतिको चाहिँ राम्रै छ अहिलेको हिसाबमा अझै पनि सेल लाग्छ कि अर्को महिनातिर हेरौँ है अर्को महिना म तपाईँहरूलाई देखाउनु छु है फेरि भिडियो है फेरि बनाउँछु म फेरि अर्को महिना पनि यो सेल त सन्द छ है राम्रै छ हो उसले पनि हेर्दैछ कतै मनपर्ने सामान छ कि भनेर चाहिँ यता खोज्दैछ है खासै मन परेन के हो निस्कियो अब हामी चाहिँ यहाँदेखि निस्किनु लागेको अब अर्को ठाउँमा चाहिँ फेरि हेरौँ कतिको सेल छ अर्कोमा पनि होइन ओ स्टारबक कफी त अघि नै हामीले खाइसक्यो होइन अब चाहिँ अर्को कहाँ छ त योभन्दा अगाडि रहेछ स्प्रिङफिल्ड त्यहाँ नि तपाईँको चाहिँ राम्रै आधे 50% देखि त लेखेको लेखेको स्प्रिङफिल्डमा पनि हेरौँ यसमा पनि होइन कतिको सेल छ सेल त एकदम रातो ट्रान्सको तपाईँको चाहिँ रातो सेल भनेर देखाउनु त हेरौँ अब यो टोपीको चाहिँ कति रहेछ त कति सेल लागेछ 12 चाहिँ 13 यो थियो 19-20 को चाहिँ 13 ठिकै हो सेल त तर अलि हाई नै हो कि जस्तो लाग्छ मलाई ठिकै हो त्यति प्राइस होइन प्यान्टहरू हाफ प्यान्टहरू सबै 20 युरो टोपी सबै 13 युरो अनि तपाईँको चाहिँ टी सर्ट रहेछ 10 युरो ठिकै हो आजलाई यति नै है
बाँकी चाहिँ अर्को भिडियोमा देखाउने छु तपाईहरुलाई। थ्यांक यू वाचिङ फर माई भिडियो हैन। मन पराइदिनु भएकोमा लाइक कमेन्ट एन्ड सब्स्क्राइब पनि गरिदिनु होला भन्दै आजलाई चाहिँ म छुट्टिन चाहन्छु, बिदा लिन चाहन्छु है। बाइ बाइ, सी यू।